हेलो गाइज, आजको भिडियो चाहिँ अब अनुहारको पनि केयर गर्नुपर्छ भन्ने विषयमा मैले चाहिँ यहाँनिर यो ड्रग स्टोर आएको छु। यहाँनिर चाहिँ धेरै क्रिमहरू छ। अब अनुहारको लागि पनि यसो केयर गर्ने पऱ्यो। टिकटकहरूमा हेर्दा पनि अब के विषयमा भिडियो बनाऊँ भन्दाखेरि अनुहारको फेस पनि यसो घामबाट जोगाउने विषयमा टिकटक बनाऊँ न त भनेर नेपालमा चाहिँ अब यस्तो के अरे भन्दा नेपालमा चाहिँ अनुहार क्रिम मान्छेले अनुहारको त्यस्तो केयर गर्दैन, छिटै बुढो देखिन्छ। नेपालमा जापानमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँलाई यस्तो धेरै क्रिमहरू हुन्छ क्या अनुहारको। त्यही भएर चाहिँ यहाँनिर 70 वर्ष 80 वर्ष हुँदाखेरि पनि त्यस्तो बुढो देखिँदैन क्या। कति ल 80 वर्षको मान्छे पनि यहाँ 50 वर्ष देखिन्छ क्या यस्तै अनुहारको केयरहरू गरेर। यो अनुहारको क्रिम अब केटी मान्छेले मात्रै गरेर भएन नि त, केटा मान्छेले पनि गर्नुपर्छ क्या। लजाउनु भएन क्या अनुहारको यस्तो अनुहारको आफ्नो सालाको केयर गर्ने विषयमा लजाउनु भएन। त्यही भएर मैले पनि यहाँ धेरैहरू हेरेँ होइन। सबैभन्दा राम्रो चाहिँ मलाई यो लाग्यो है। अब प्रोटेक्ट युभी सनस्क्रिम स्किन केयर मिल्क भन्ने छ होइन। यो चाहिँ सबैभन्दा मलाई राम्रो लाग्यो। यो यसको प्राइस चाहिँ फेरि 3058 रुपियाँ रहेछ। तर अब यसो यो पनि एकचोटि ट्राई गरेर हेरौँ न त भनेर सबै यसको राम्रो चाहिँ मैले विशेषताहरू पनि हेर्दाखेरि अब घामहरूबाट पनि बचाउने भइहाल्यो, छालाहरू जस्तो डढ्नबाट बचाउने भयो। अनि पानीहरू पर्दाखेरि पनि पानीहरूले पनि सट्ट बगाएर नलगिहाल्ने। अनुहार धुँदाखेरि चाहिँ मजाले साबुन पानीले धुँदाखेरि जाने र अनुहारलाई चाहिँ एकदम सबैभन्दा राम्रो। अनुहारमा त्यस्तो इफेक्ट केही नहुने खालको रहेछ क्या यो कम्पनीको चाहिँ एकदम राम्रो लाग्यो मलाई होइन। धेरै मैले टिकटकहरूमा पनि हेरेर चाहिँ मैले यो चाहिँ छानेकै। गाइस, तपाईँहरू पनि एकचोटि ट्राई गरेर हेर्नु होला।